क्वेसन नम्बर 1 मा रहेको छ बायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो? अप्सन ए रामेछाप, बी तनहुँ, सी बर्दिया, डी कैलाली। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही एन्सर रहेको छ अप्सन बी तनहुँ। क्वेसन नम्बर 2 मा रहेको छ मानाङ्क मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सनहरू रहेका छन् अप्सन ए गुणकामदेव, बी नरेन्द्रदेव, सी मानदेव, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी मानदेव। क्वेसन नम्बर 3 मा रहेको छ 4 कुने मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए गुणकामदेव, बी नरेन्द्रदेव, सी मानदेव, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी प्रताप मल्ल। क्वेसन नम्बर 4 मा रहेको छ गुणाङ्क मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए गुणकामदेव, बी नरेन्द्रदेव, सी मानदेव, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए गुणकामदेव। क्वेसन नम्बर 5 मा रहेको छ चाँदीको मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी नरेन्द्रदेव, सी मानदेव, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए महेन्द्र मल्ल। क्वेसन नम्बर 6 मा रहेको छ पन र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी नरेन्द्रदेव, सी मानदेव, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी नरेन्द्रदेव। क्वेसन नम्बर 7 मा रहेको छ सुनको असर्फी नामक मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी नरेन्द्रदेव, सी राणाबहादुर शाह, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी राणाबहादुर शाह। क्वेसन नम्बर 8 मा रहेको छ जावा नामक मुद्रा प्रचलनमा ल्याउने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी राणाबहादुर शाह, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन बी जयप्रकाश मल्ल। क्वेसन नम्बर 9 मा रहेको छ तलेजु भवानीको मन्दिर कसले बनाएका थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी राणाबहादुर शाह, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए महेन्द्र मल्ल। क्वेसन नम्बर 10 मा रहेको छ तान्त्रिक शक्तिद्वारा काल भैरवलाई हँसाउने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी राणाबहादुर शाह, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी प्रताप मल्ल। क्वेसन नम्बर 11 मा रहेको छ तीर्थ गर्न जाँदा बाटोमै मर्ने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल,
सी भूपालेन्द्र मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी भूपालेन्द्र मल्ल। क्वेसन नम्बर 12 मा रहेको छ रानी पोखरीको निर्माण गर्ने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी भूपालेन्द्र मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी प्रताप मल्ल। क्वेसन नम्बर 13 मा रहेको छ मल्ल वंशको सबभन्दा शक्तिशाली राजा कसलाई मानिन्छ? यसको अप्सन ए मा छ महेन्द्र मल्ल, बी मा जयप्रकाश मल्ल, सी भूपालेन्द्र मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन डी प्रताप मल्ल। क्वेसन नम्बर 14 मा रहेको छ गोर्खाका राजा राम शाहसँग व्यापारिक सम्बन्ध कायम गर्ने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी सिद्धिनरसिंह मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन सी सिद्धिनरसिंह मल्ल। क्वेसन नम्बर 15 मा रहेको छ पर्जा मर्दा छाक छाड्ने राजा को थिए? अप्सन ए महेन्द्र मल्ल, बी जयप्रकाश मल्ल, सी सिद्धिनरसिंह मल्ल, डी प्रताप मल्ल। यसको सही उत्तर पत्ता लगाउने कोसिस गर्नुहोस् है त। यसको सही उत्तर रहेको छ अप्सन ए महेन्द्र मल्ल।